गर्दा ध्यान दिनुपर्ने कुरा, हामीले योग गर्दा के कुरामा ध्यान दिनुपर्छ त विशेष गरी भन्ने कुरा चाहिँ म आज गर्छु। जस्तो 1 नम्बरमा हामीले योग गर्दाखेरि जहिले पनि के कुरा ख्याल गर्नु पर्यो भने हामीले चाहिँ खाली पेटमा गर्नुपर्छ। योग चाहिँ खाली पेटमा गर्नुपर्छ भन्ने कुरा ध्यान दिनु पर्यो, नम्बर 1। त्यसपछि नम्बर 2मा ध्यान दिने कुरा, योग गर्दा जहिले पनि के गर्नु पर्यो त कपडा खुकुलो र हल्का लगाउनुपर्छ। खुकुलो हुनु पर्यो, हल्का पनि हुनु पर्यो। त्यसै गरी 3 नम्बरमा छ खुल्ला ठाउँमा बस्ने। जहिले पनि योग चाहिँ कस्तो ठाउँमा बस्नुपर्छ योग गर्न भन्दाखेरि शान्त, खुल्ला शान्त त्यस्तो ठाउँमा चाहिँ हामीले छनौट गर्नु पर्यो, त्यस्तो ठाउँमा गएर बस्नु पर्यो। अनि अर्को 4 नम्बरमा योग गर्दा चाहिँ के गर्नु पर्यो भनेदेखि के कुरामा ध्यान दिनु पर्यो भनेदेखि हामीले हाम्रो शरीरको क्षमता हेरेर, हैन, हामीलाई गाह्रो लाग्छ कुनै पनि आसनहरू भनेपछि त्यो जबरजस्ती हामीले नगर्ने के, हामीलाई सहज हुने आसनहरू गर्दै हामी चाहिँ त्यसरी चाहिँ गर्न सक्छौँ। जबरजस्ती कुनै पनि आसन योग अभ्यास हामी त्यसरी गर्नु हुँदैन, हामीले त्यो कुरामा ध्यान दिनु पर्यो। अनि नम्बर 5मा योग गर्दाखेरि ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ हामीले एकदमै हाम्रो मनलाई एकदमै ध्यान दिनु पर्यो। मनलाई चाहिँ हाम्रो मन चञ्चल छ नि त, मन त दौडिरहेको हुन्छ, भागिरहेको हुन्छ। हामीले हाम्रो शरीरमा, हामीले हाम्रो श्वासमा त्यो ध्यानलाई, त्यो मनलाई चाहिँ अड्याउनु पर्यो, हैन, केन्द्रित गर्नु पर्यो। हामीले तानेर ल्याउने, मन भड्किहाल्यो कतै गइहाल्यो भने पनि त्यसलाई के गर्ने त तानेर ल्याएर हाम्रो शरीर, हाम्रो श्वाससँगै राख्नु पर्यो मनलाई, हाम्रो शरीरसँग हुनु पर्यो। हामी जहाँ छौँ त्यहीँ हुनु पर्यो मन, हैन। यो 5 नम्बरमा ध्यान दिनुपर्ने कुरा। अर्को के हो त भन्दाखेरि हामी योग गर्दैछौँ भनेपछि धेरैको बानी के हुन्छ भने अब अहिले त हातमा मोबाइल हुन्छ नि त, मोबाइल चलाउनु बानी हुन्छ। हो त्यस्तो मोबाइलहरू हेरेर, टिभी हेरेर त्यसरी हामीले चाहिँ के गर्नु हुँदैन त, योग गर्नु हुँदैन। किनभने हाम्रो ध्यान डाइभर्ट भयो नि त, हामीले के गरिरहेछौँ भन्ने कुरा नै हामी भुल्न पुग्छौँ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ यस्ता कुराहरूबाट टाढै बस्नु पर्यो योग गर्दाखेरि, है। अनि र अर्को एकदमै महत्त्वपूर्ण कुरा भनेको जस्तो हामी सुरुमा योग गर्दैछौँ, सुरुको अवस्था छ, हामी सिक्दैछौँ भनेपछि हामीले गुरुहरूको निगरानीमा, प्रशिक्षकहरूको सहायतामा चाहिँ हामीले के गर्नुपर्छ त योग गर्नु चाहिँ एकदमै राम्रो हुन्छ, हैन। धेरै हामीलाई छिट्टो चाहिँ हामीमा चाहिँ के हुन्छ त त्यसको फाइदाहरू देखिन थाल्छ र हामीलाई एकदमै इफेक्टिभ हुन्छ हामीले गरेको योग। एकचोटि लामो श्वास लिएर विश्राम गर्नु है त। अब तपाईँले सुषमा व्यायाम गराउनु ल, कम्मर माथि।